नमस्कार। आज एउटा रमाइलो भिडियो गर्दैछु। यो रमाइलो भिडियो तपाईँलाई पनि काम लाग्न सक्छ। यो भिडियोले तपाईँलाई यसको अन्तिमको स्वाद लिने बेलामा मन पराउनु भयो भने त्यहाँ जहाँ हामी जान खोजिरहेका छौँ त्यो ठाउँसम्म मन पुर्याउन सकियो भने तपाईँको चञ्चल मन तपाईँले काम गर्दै गर्दा वाक्क लागेको समय तपाईँ दिनभरि हप्ताभरि महिनाभरि अफिसहरूमा कृषि कर्महरूमा पशुपालन कर्महरूमा पञ्चपालन कर्महरूमा अफिसियल कामहरूमा जागिरको सिलसिलामा शिक्षणको सिलसिलामा अध्ययन अध्यापनको सिलसिलामा विद्यार्थी जीवनमा शिक्षण जीवनमा अध्यापन जीवनमा इन्जिनियरिङ जीवनमा शिक्षकीय जीवनमा तपाईँलाई एक दिन आनन्द लिनु भन्नुभयो भने त्यतिखेर त्यो आनन्द लिनको लागि सिन्ती झरना जुन चितवन जिल्लाको कालिका नगरपालिका वडा नम्बर 10 पर्ने शक्तिखोर नजिक शक्तिखोरसम्म गाडीको यात्रामा जान सकिन्छ। कार बस निजी र सार्वजनिक यातायातसम्म जान सकिन्छ। शक्तिखोरको गुडलक रेस्टुरेन्टसम्म त्यहाँबाट हामी 1 घन्टा पैदल यात्रा करिब 7-8 ठाउँमा ठुलो बर्खायाममा ठुलो तरेपछि सानो खोलाहरू तपाईँले भिडियोमा टेस्ट लिए पनि थाहा पाउनुहुनेछ। त्यो टेस्ट लिएपछि हामीले त्यहाँ त्यो सिन्धी झरनाको स्वाद लिनेछौँ। साथै हामी चितवन जिल्लाको भरतपुरबाट विशालचोक हुँदै पदमपुरतिर लागिरहेका छौँ। पदमपुरतिर लाग्ने क्रममा भरतपुरको सौरी बजार आयुर्वेदिक कलेज हुँदै हामी गन्धवा जङ्गलमा प्रवेश गर्छौँ। जुन प्राकृतिक दृश्यले रोमाञ्चकारी छ। सालका बुट्टाहरूदेखि लिएर घना जङ्गल रमाइलो हरियाली दृश्य प्राकृतिक सुन्दरता सहित हामी यात्रा सुरु गरिरहेका छौँ। हामी जब पदमपुर कालिका नगरपालिकाको पदमपुरतिर पुग्छौँ, यो पदमपुर यो नयाँ बस्ती पनि हो। यो चाहिँ चारकुसे जङ्गल चारकुसे झाडीमा अथवा चारकुसे झाडी अथवा चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको पदमपुर क्षेत्रमा रहेका बासिन्दाहरूलाई बसोबासको लागि ल्याइएको नयाँ ठाउँ हो यो कालिका। त्यो चारकुसे झाडीबाट ल्याइएका त्यहाँ बसोबास गरिरहेका किसानहरूलाई यता सिफ्ट गरिएको थियो केही वर्ष अगाडि र यो नयाँ बस्ती बनेको छ। यो आधुनिक बस्ती पनि छ। यो आधुनिक बस्ती निकै राम्रा प्लटहरू निकै उज्जवल पनि भएको यहाँ स्कुल कलेज खानेपानी बिजुली टेलिफोन इन्टरनेट लगायतबाट चाहिँ यसलाई सुसज्जित गरिएको छ। हामी यात्राको क्रममा तपाईँले देखिरहेको दृश्य हामीले देखाइरहेका छौँ। यो दृश्य निकै रमाइलो पनि छ। पारिवारिक भ्रमण गर्नको लागि छोटोपुरी चितवन जिल्ला नवलपरासी भगवानपुर जस्ता जिल्लाहरूबाट त हामी एकै दिनमा आउने र जाने पनि गर्न सकिन्छ। अलि टाढाका जिल्लाहरूमा यहाँ एउटा लटौली रेस्टुरेन्ट पनि छ जहाँ नेपालका वर्तमान प्रधानमन्त्रीले आफ्नो पार्टीको राष्ट्रिय सम्मेलनमा राष्ट्रिय नागरिक सभामा बसोबास गरेको एउटा लटौली होटल पनि छ जहाँ भिआइपीहरूको लागि पनि छ र अन्य साधारण जीवनको लागि पनि होटलहरू छन् बस्नको लागि। नेपालको मेचीदेखि महाकालीसम्म
आन्तरिक पर्यटन रुचाउनेहरू देवघाटको तीर्थस्थल होइन, नेपालको सबैभन्दा राम्रो र ऐतिहासिक धार्मिक तीर्थस्थल देवघाट हुँदै त्रिवेणी धाम हुँदै देवघाट हुँदै नाडी नदी हुँदै नानघाट बजार हुँदै हामी टाढी सौदाबाट चाहिँ टाढी रत्नगर उत्तर लागेको हुन्छ। रत्नगरबाट शक्तिको तर्फ लागेको हुन्छ। यता भरतपुर प्रहरीको ब्यारेक बाइपास किसान सुरु ठाउँबाट पूर्व लागे पनि हुन्छ, त्यसबाट लाग्न सक्छौँ। हामी पुग्दै गर्दा हामी शक्तिखोरतिर लाग्दै गर्दा बिचबिचमा किसानहरूले खेतीपाती गरिरहेका हरियाली सुन्दर दृश्यहरू सबै हामी हेरिरहेका छौँ। यो हिँड्ने क्रममा हामीले त्यहाँ विभिन्न बजारहरू पनि देखिरहेका छौँ, विभिन्न सानातिना घरहरू पनि देखिरहेका छौँ। बाटोको राम्रो व्यवस्था पनि छ, बाटो पिच पनि छ होइन। उत्तरतर्फ हामी बढिरहँदाखेरि जब रुखपानी पुग्छौँ, रुखपानीबाट हामी उत्तरतर्फ लाग्छौँ। उत्तरतर्फ लाग्दै गर्दा हामी शक्तिखोर यात्रातिर लागिरहेका हुन्छौँ। शक्तिखोरतिर लाग्दै गर्दा बाटोबाटोमा दुई साइडमा पिच बाटो र मनमोहक दृश्यले सजिलो बाटो पहाड हामी देख्न सक्छौँ। पहाडमा हरियाली छ, वर्षायाम भएको हुनाले आकाशमा बादल छ। दृश्यहरूले हाम्रो मनमोहक बनाइरहेका छन्। हामी कतिखेर पुगौँला, कतिखेर त्यो दृश्य स्वादन गर्न पाउँला भन्ने हिसाबले हामी हिँडिरहेका छौँ। हामी अहिले शक्तिखोर बजारमा बजार कटेर माथि पुग्यौँ र अब हामी केही समयमा छोटो समयमा हामी शक्तिखोरको गुडलक पार्कमा गुडलक रेस्टुरेन्टमा पनि पुग्नेछौँ। लटौली हामीले पार गरिसक्यौँ। यो क्षेत्रमा लटौली पनि भन्नुहुनेछ। लटौली रिसोर्ट अथवा लटौली रिसोर्ट हामीले पार गरिसकेका छौँ। अब हामी केही बेरमा हाम्रो यात्रा 4 पाङ्ग्रो यात्रा अथवा 6 पाङ्ग्रो यात्राको अन्त गर्दैछौँ। त्यो पार गरिसकेपछि हामी छिट्टै नै हाम्रो पैदल यात्रा सुरु हुनेछ। पैदल यात्रा निकै रोमाञ्चकारी पनि हुन्छ। हाम्रो यात्राको लगभग आइपुग्न शिल्पी घरमा प्रयासले हल्ला धेरै थियो र चितवन जिल्लामा हेर्न लायक ठाउँहरू धेरै छन्। हामी गुडलक रेस्टुरेन्टमा आइपुगेका छौँ। हामीले हाम्रो गाडीलाई त्यहाँ पार्क गर्न लागिरहेका छौँ पार्किङ क्षेत्रमा। अब हाम्रो यात्रा पैदल सुरु भएको छ। हामीसँग एकजना बुढी आमा, सानो भाइको आमा हुनुहुन्छ। हाम्रो यात्रामा मेरो श्रीमती, जीवनसाथी भगवती, मेरो साली निर्मला, मेरा छोरा विनाश, मेरो नाति अथर्व, मेरो प्यारो डाक्टर समिता शर्मा, सुस्मिता हाम्रो साथसाथै छन्। यो भ्रमणको चाहिँ योजनाकार प्याराहरूलाई लेखिकान सिलवारीहरूले यसको परिकल्पना गरे र मम्मीको इन्जिनियर अविनाश छापागाईको बिदाको मौका बनाएर शनिबार आइतबारलाई दिन छानेर हामी त्यो यात्रामा हिँडिरहेका छौँ। बिदाको दिन घरको काम ल्याएर घरमा वस्तुभावलाई पानी सानी दिएर बिहानको खानपिन गरिसकेर हामी त्यो यात्रामा लाग्यौँ।
सिन्ती झरनाबाट निस्केको पानी यसरी बगिरहेको छ। अलिकति बर्खा भएको हुनाले त्यो बर्खाको पानीलाई पनि नष्ट नगरी हाम्रा पैदल यात्रीहरू यसरी दौडिरहेका छन्। हामी 1 घन्टाको लगभग अब 2 घन्टाको यात्रा, 1 घन्टा जति हामी चितवनबाट चितवन गीतानगर हुँदै भरतपुरबाट हामी शक्तिपुरसम्म हाम्रो यो 4 पाङ्गे यात्रा भयो भने हाम्रो शक्तिपुर ब्लक स्टुडेन्टबाट पैदल यात्रा सुरु भयो। हाम्रो बुढियामा पनि राम्रोसँग हिँडिरहनु भएको छ र मेरो सानो नातिहरूमा पनि निकै खुसी भएर काखमा बस्ने ठाउँमा काखमा पगारकुटी हुँदै यात्रा गरिरहेका छौँ। बिचमा बिसाउँदै एकदम घुमिरहेका छौँ। हामी पसिनाले हिँडिरहेका पनि छौँ। अलिअलि उकालो पनि छ, लोकल बाटो पनि छ। अनि हिँड्नुमा त मोटरसाइकलसम्म जाने बाटो रहेछ। अनि बर्खा लागेपछि त्यहाँ ग्रामीणहरू त्यहाँका ढुङ्गाहरू अलि भएर त्यो बाटो बिग्रेको पनि रहेछ। त्यसो हामी ग्रामीण र तर्फ उकालो बाटो हिँडिरहेका छौँ। यो उकालो बाटो हुँदै हाम्रो यात्रा अगाडि बढिरहेको छ। हामी यो यात्राको क्रममा अगाडि बढिरहने क्रममा हामी देखेका दृश्यहरू निकै मनमोहक छन्। खोला कलकल बगिरहेको छ, आफ्नो यात्रामा हिँडिरहेको छ, अविराम हिँडिरहेको छ यात्रा। हामी एउटा बस्ने ठाउँमा आइपुग्यौँ। त्यहाँ सामान्यतः हामी यो कस्तो ठाउँ होला, कति मान्छे आउने होला भनिरहेका छौँ। भिर पाखाहरू पनि चेष्टा गरिरहेका छौँ। भिरहरूमा पाखाहरूमा विभिन्न मकैहरू, फलहरू र विभिन्न जडीबुटीहरू लगाइरहेको हामीले देखिरहेका छौँ। र हाम्रा त्यहाँ यो मनै हराउने, मनै नसाउने प्रकृतिको सुन्दरता बयान गरी साध्यै छैन। बयान गरी साध्यै नभएको यात्रा हाम्रै काख वरिपरि भएर हामी र आनन्द भन्दै हुन्थ्यो। त्यहाँ नै गर्ने क्रममा भारतका बद्री केदारहरू अनि 4 धाम यात्रामा हामी गयौँ, धेरै देख्यौँ। स्थानीय के भन्नुहुन्छ है त?
निकै त्यो यात्राको नजिक पुग्यौँ। तपाईँले सुनिहाल्नुभयो, हामीले सुनिहाल्यौँ। स्थानीय बासिन्दा जसले प्रतिगत त्यो झरनामा नुहाउनुहुन्छ 20 रुपियाँ उठाउनु हुँदैछ। त्यो के को लागि हो भन्दाखेरि उहाँले हामीलाई बताउनु भयो कि त्यहाँ अब ल्याएको खानेकुराहरू, खाजाहरू, विभिन्न प्लास्टिकका बोतलहरू अनि सँगसँगै विभिन्न सामग्रीहरू छन्, तिनीहरूलाई सरसफाइ गर्नुपर्ने हुन्छ। त्यसको लागि हामीले प्रत्येक व्यक्ति 20 रुपियाँ लिएका छौँ भनेर त्यो गफ गरेको तपाईँले हामीले सुनिहाल्यौँ। यो सँगसँगै त्यहाँ हामी पुग्दै गर्दा हामीले त्यहाँ साना साना गाईहरू देख्यौँ, गोरुहरू देख्यौँ, बाख्राहरू देख्यौँ। बुढा एकजना 107 वर्षको भयो भने बुढा बाबु उहाँले अचम्मको कुरा पनि गर्नुभयो, ठटाउने एकदम बिदा घाममा हिँडाइरहनु भएको रहेछ बाटोमा। त्यहाँ उहाँले के भन्नुभयो भने 8वटा छोरा आफूले जन्माएको, 4वटा छोरी जन्माएको उहाँले मगर जान मगर हुनुहुन्छ र अब यहाँ भन्ने कि नभन्ने उहाँले 7वटा श्रीमती बिहा पनि हुनुहुन्छ। त्यस कारण चाहिँ उहाँले रमाइलो पनि गर्नुभएको हुन्छ। कहिले हो कहिले हामी चाहिँ छोरी भन्ने कथाहरू सुन्यौँ। बस्दै गर्दा रमाइलो पनि सुन्न पाइयो। हाम्रा प्यारा बुहारीहरू, श्रीमती, साली, आमा, नाति, मेरो छोरो सँगसँगै निकै रमाइलोसँग हामीले हाम्रो घरको घरायसी काम हाम्रा बिदाहरू मिलाएर 10 वर्ष हाम्रो यात्रा प्रारम्भ भएको थियो। त्यो यात्रा हामीले फर्केर आइपुग्दा 5 बजे र हाम्रो नित्य कर्महरू गाई धारेको कामहरू अन्य कामहरू पनि गऱ्यौँ। त्यस कारण चाहिँ अन्तिम 3 जना सिलिन्डर आइपुगेको छ। सिलिन्डर मार्फत सिलिन्डर बनाएको छ। कालिका नगरपालिकाको सायद त्यो देन होला, योगदान होला, डोनेसन त्यो बन्यो होला। हामीले हेर्दै जाँदा हामीले धेरै कुराहरू पनि देख्यौँ। त्यहाँ आधुनिक आजको आधुनिक जमानामा हामी बाख्रा पालनमा काम गर्नु जाँदा शीतल पाटी पनि बनाइएको रहेछ। अब हामी घुम्दै जाँदा हेर्दै जाँदा एउटा महत्त्वपूर्ण वस्तु पनि देख्यौँ। यो घट्टा भन्छौँ, घट्टाबाट पेल्ने भन्छ। त्यो पानी लगेर सिन्की जाँदाबाट आएको पानीलाई त्यहाँ सोझाएर घट्टा मेसिन बनाइएको रहेछ। त्यो मेसिन यस्तो प्रकारले बनाएर रातो बनाएर रातोबाट चाहिँ अटोमेटिक पानी राखेर पकाएर रातो घुमाउनु बनाएर त्यहाँदेखि गहुँहरू उनीहरू ठुलो बनाउने जसरी पानी हालिन्छ र यो कुलो जुन दिनुभएको छ यो कुलोबाट पानी यता सोझाहरू लगेर त्यो घट्टा चलाइन्छ। हाम्रो पुरानो मेसिनहरू पनि नेपाली आफ्नै पुर्खाहरूले बनाएको एउटा प्राकृतिक औजारको मेसिन पनि मिठो पानी एकदम कलकल हिमाली पानी विश्वको पानी पनि हामी पियौँ। यहाँ नुहाउने ठाउँ पुरुषलाई र महिलालाई छुट्टा छुट्टै बनाइएको रहेछ। फोहोर गरेर फोहोर नगरौँ अथवा फोहोर नगरौँ भनेर बनाइएको छ। एकातिर चेन्जिङ रुम छ, महिलाको लागि पुरुषको लागि चेन्जिङ रुम छ। यसरी चाहिँ हामी ठ्याक्कै पुग्यौँ। अब नजिक पुग्यौँ। सिन्धी झरना निकै रमाइलो छ, रोमाञ्चकारी छ, चिसो छ। ओहो भर्खरै ज्यानोभरि पसिना आएको थियो, मुखभरि तर पसिना आएको थियो। हेरेर पुग्दा त कति शीतल आयो। यसीभित्र 19-20 डिग्री तापक्रम एसीमा बस्नु जस्तो। पानीका चाहिँ कणहरूबाट शरीरभित्र आए ज्यान त रसायो। हामी अलिअलि उकालोमा हुँदै गर्दा हाम्रो ज्यान पसिनै
छेउबाट पानी झरिरहेको देखिन्छ र दुईवटा पहाडहरू ठाउँबाट कल 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 पानी झरेको छ। यो पानी हेर्दैखेरि मनै रसाउँछ। त्यो सानो तलाउ पनि बनाइएको छ, छेकिएको छ। एकातिर त्यसरी झरना झरिरहेको छ, माथिबाट यो दक्षिणबाट उत्तरबाट झरना झरिरहेको छ। यो सङ्गो पानी छ, शीतल पानी छ, चिसो पानी छ। त्यहाँ क्या मिठो आनन्द सुन्ने अनुभूति हुन्छ। यहाँ हेर्दै गर्दा निकै रमाइलो छ, निकै आनन्दित छ। झरनामा भन्दै हाम्रा प्यारा बुहारीहरूले राखेर यहाँसम्म आइपुग्दा निकै खुसी पनि लागेको छ। हामी यो हेर्ने एकदमै सुखै हुनुहुन्छ। यसको एउटा स्वाद नपर्ने ड्राई पिकनिक जस्तै पनि गरेर आउन सकिँदो रहेछ। हाम्रो शनिबारको सदुपयोग गर्दै बिदाबिदीको सदुपयोग गर्दै सपरिवार आउँदै गर्दा हामी यहाँ 21 महिनाको बच्चादेखि 75 वर्षसम्मको बुढीआमासम्मका हामीले यो झरना निकै सुन्दर छ, राम्रो छ, अनि आनन्द छ, शीतल छ। प्रकृतिको चरम आनन्द दिने प्रकारको एक चरमावृत्ति छ। हामी स्ट्रेस लिएपछि जिन्दगीमा भन्दै भन्दै आउनु छुट्टी छ, भन्दै भन्दै आइन्छ। यति नजिक, यति घरबाट यति नजिक पनि हामीले यो हेर्न नपाएका रहेछौँ, हेर्न नपाएका रहेछौँ, यसको स्वाद लिन नपाएका रहेछौँ भन्ने अनुभूति हुन्छ। र त्यसकारण हामी यो झरनाको अनुभूति लिइरहने कुरा, यसको टेस्ट लिइरहने कुरा मन बहलाउँदा, मन खुसी हुँदा, जीवन टायर्ड हुँदा, थाक्दा, कता जाउँ हुँदा, के गरौँ हुँदा यो झरनामा आउँदा सबै आनन्द लिने, सबै झरनाको छेउमा आई लभ शक्ति झरना पनि लेखिएको छ। यो कालिका नगरपालिकाको स्पोन्सरमा गरिएको रहेछ। यसरी मेरो नाति पनि खेलिरहेको छ, यहीँनिर दौडिरहेका छन्। अब एउटा नुहाउने धुने कुरा हामी यसरी गर्ने